डायनासोरहरू पृथ्वीमा सबैभन्दा शक्तिशाली जीव थिए। तिनीहरू करिब 230 मिलियन वर्ष अघि देखा परे र करिब 165 मिलियन वर्षसम्म बाँचे। तिनीहरू विभिन्न आकार र प्रजातिमा थिए। केही डायनासोरहरू मांसाहारी थिए भने केही शाकाहारी थिए। डायनासोरहरू लोप हुनु के कारण भयो? यस प्रश्नको उत्तर धेरै वैज्ञानिकहरू खोजिरहेका छन्। केही वैज्ञानिकहरू भन्छन् कि एक विशाल उल्का पृथ्वीमा पर्यो जसकारण डायनासोरहरू लोप भए। अन्य वैज्ञानिकहरू भन्छन् कि पृथ्वीमा भएको महान ज्वालामुखी विस्फोट कारण डायनासोरहरू लोप भए। तर के डायनासोरहरू फेरि फर्किन सक्छन्? यस प्रश्नको उत्तर हो होइन। डायनासोरहरू लोप भएपछि तिनीहरूको डीएनए नष्ट भयो र तिनीहरूको पुनरुत्पादन गर्न असम्भव छ। डायनासोरहरू फेरि फर्किन नसके पनि तिनीहरूबारे अध्ययन गरेर हामी धेरै कुरा सिक्न सक्छौँ। डायनासोरहरूले पृथ्वीलाई कस्तो रूपमा बदले र तिनीहरूले पृथ्वीको इतिहासमा कस्तो भूमिका खेले यसबारे हामी सिक्न सक्छौँ। डायनासोरहरूबारे अध्ययन गर्दा हामी तिनीहरूको शारीरिक संरचना र तिनीहरूको व्यवहारबारे सिक्न सक्छौँ। डायनासोरहरूको शारीरिक संरचना र तिनीहरूको व्यवहारबारे जानकारी हामीलाई तिनीहरूको जीवनशैली र तिनीहरूको पारिस्थितिकी तन्त्रको बारेमा सिक्न मद्दत गर्छ। डायनासोरहरूबारे अध्ययन गर्दा हामी तिनीहरूको प्रजाति र तिनीहरूको विकासबारे सिक्न सक्छौँ। डायनासोरहरूको प्रजाति र तिनीहरूको विकासबारे जानकारी हामीलाई तिनीहरूको प्रतिस्पर्धी र तिनीहरूको परिवर्तनको बारेमा सिक्न मद्दत गर्छ। अनि यो त अझ अचम्मको छ, डायनासोरहरूले पृथ्वीको इतिहासमा एक महत्त्वपूर्ण भूमिका खेले। तिनीहरूले पृथ्वीलाई कस्तो रूपमा बदले र तिनीहरूले पृथ्वीको परिवर्तनमा कस्तो भूमिका खेले यसबारे हामी सिक्न सक्छौँ। तर अब सबैभन्दा रोचक कुरा, डायनासोरहरू फेरि फर्किन नसके पनि तिनीहरूबारे अध्ययन गरेर हामी धेरै कुरा सिक्न सक्छौँ। डायनासोरहरूले पृथ्वीलाई कस्तो रूपमा बदले र तिनीहरूले पृथ्वीको इतिहासमा कस्तो भूमिका खेले यसबारे हामी सिक्न सक्छौँ। डायनासोरहरूबारे अध्ययन गर्दा हामी तिनीहरूको शिकार र तिनीहरूको शिकारीहरूबारे सिक्न सक्छौँ। डायनासोरहरूको शिकार र तिनीहरूको शिकारीहरूबारे जानकारी हामीलाई तिनीहरूको जीवनशैली र तिनीहरूको पारिस्थितिकी तन्त्रको बारेमा सिक्न मद्दत गर्छ। डायनासोरहरूबारे अध्ययन गर्दा हामी तिनीहरूको वासस्थान र तिनीहरूको प्राकृतिक वातावरणबारे सिक्न सक्छौँ। डायनासोरहरूको वासस्थान र तिनीहरूको प्राकृतिक वातावरणबारे जानकारी हामीलाई तिनीहरूको जीवनशैली र तिनीहरूको पारिस्थितिकी तन्त्रको बारेमा सिक्न मद्दत गर्छ। अनि यो त अझ अचम्मको छ, डायनासोरहरूले पृथ्वीको इतिहासमा एक महत्त्वपूर्ण भूमिका खेले। तिनीहरूले पृथ्वीलाई कस्तो रूपमा बदले र तिनीहरूले पृथ्वीको परिवर्तनमा कस्तो भूमिका खेले यसबारे हामी सिक्न सक्छौँ। तर अब सबैभन्दा रोचक कुरा, डायनासोरहरू फेरि फर्किन नसके पनि तिनीहरूबारे अध्ययन गरेर हामी धेरै कुरा सिक्न सक्छौँ। डायनासोरहरूले पृथ्वीलाई कस्तो रूपमा बदले र तिनीहरूले पृथ्वीको इतिहासमा कस्तो भूमिका खेले यसबारे हामी सिक्न सक्छौँ। डायनासोरहरूबारे अध्ययन गर्दा हामी तिनीहरूको आकार र तिनीहरूको वजनबारे सिक्न सक्छौँ। डायनासोरहरूको आकार र तिनीहरूको वजनबारे जानकारी हामीलाई तिनीहरूको जीवनशैली र तिनीहरूको पारिस्थितिकी तन्त्रको बारेमा सिक्न मद्दत गर्छ। डायनासोरहरूबारे अध्ययन गर्दा हामी तिनीहरूको रङ्ग र तिनीहरूको छालाबारे सिक्न सक्छौँ। डायनासोरहरूको रङ्ग र तिनीहरूको छालाबारे जानकारी हामीलाई तिनीहरूको जीवनशैली र तिनीहरूको पारिस्थितिकी तन्त्रको बारेमा सिक्न मद्दत गर्छ। अनि यो त अझ अचम्मको छ, डायनासोरहरूले पृथ्वीको इतिहासमा एक महत्त्वपूर्ण भूमिका खेले। तिनीहरूले पृथ्वीलाई कस्तो रूपमा बदले र तिनीहरूले पृथ्वीको परिवर्तनमा कस्तो भूमिका खेले यसबारे हामी सिक्न सक्छौँ। तर अब सबैभन्दा रोचक कुरा, डायनासोरहरू फेरि फर्किन नसके पनि तिनीहरूबारे अध्ययन गरेर हामी धेरै कुरा सिक्न सक्छौँ। डायनासोरहरूले पृथ्वीलाई कस्तो रूपमा बदले र तिनीहरूले पृथ्वीको इतिहासमा कस्तो भूमिका खेले यसबारे हामी सिक्न सक्छौँ। डायनासोरहरूबारे अध्ययन गर्दा हामी तिनीहरूको प्रजाति र तिनीहरूको विकासबारे सिक्न सक्छौँ।
डायनासोरहरूको प्रजाति र तिनीहरूको विकासबारे जानकारी हामीलाई तिनीहरूको जीवनशैली र तिनीहरूको पारिस्थितिकी तन्त्रको बारेमा सिक्न मद्दत गर्छ। डायनासोरहरूबारे अध्ययन गर्दा हामी तिनीहरूको शिकार र तिनीहरूको शिकारीहरूबारे सिक्न सक्छौँ। डायनासोरहरूको शिकार र तिनीहरूको शिकारीहरूबारे जानकारी हामीलाई तिनीहरूको जीवनशैली र तिनीहरूको पारिस्थितिकी तन्त्रको बारेमा सिक्न मद्दत गर्छ। अनि यो त अझ अचम्मको छ, डायनासोरहरूले पृथ्वीको इतिहासमा एक महत्त्वपूर्ण भूमिका खेले। तिनीहरूले पृथ्वीलाई कस्तो रूपमा बदले र तिनीहरूले पृथ्वीको परिवर्तनमा कस्तो भूमिका खेले यसबारे हामी सिक्न सक्छौँ। तर यो एक कुरा छ, डायनासोरहरू फेरि फर्किन नसके पनि तिनीहरूबारे अध्ययन गरेर हामी धेरै कुरा सिक्न सक्छौँ। डायनासोरहरूले पृथ्वीलाई कस्तो रूपमा बदले र तिनीहरूले पृथ्वीको इतिहासमा कस्तो भूमिका खेले यसबारे हामी सिक्न सक्छौँ।